नमस्कार र स्वागत छ। आज हामी 8औं शताब्दीका एक महान दार्शनिक आदि शंकराचार्यको एउटा सानो तर निकै शक्तिशाली रचना भज गोविन्दमको गहिराईमा पस्दैछौं। यसलाई भजन मात्र भन्नु सायद अन्याय हुन्छ। यो त जीवनलाई हेर्ने हाम्रो दृष्टिकोणमाथि नै प्रश्न उठाउने एउटा दार्शनिक हथौडा जस्तै हो। एकदम। र यसको सुरुवात नै एउटा मार्मिक कथाबाट हुन्छ। भनिन्छ शंकराचार्य वाराणसीको गल्लीमा हिँड्दै गर्दा उहाँले एउटा वृद्ध विद्वानलाई देख्नुभयो जो आफ्नो अन्तिम समयमा पनि संस्कृत व्याकरणका नियमहरू रटिरहेका थिए। यो देखेर शंकराचार्यले अनायासै भन्नुभयो, भज गोविन्दम गोविन्दम भज मूढमते। अर्थात् हे मूर्ख, गोविन्दलाई भज। हो, जब मृत्युको समय आउँछ तब व्याकरणका नियमले तिम्रो रक्षा गर्दैन। हो, र यहीँबाट हाम्रो आजको छलफल सुरु हुन्छ। त्यो वृद्ध विद्वानलाई मूर्ख भन्नुको पछाडि अपमानको भाव थिएन, बरु करुणा थियो। शंकराचार्यले भन्न खोजेको कुरा के हो भने, हामी जीवनभर जे कुरालाई महत्त्व दिन्छौं, के त्यसले साँच्चै अन्तिम समयमा अर्थ राख्छ त? यही प्रश्नको वरिपरि यो पुरै रचना घुमेको छ। अनि यसको अर्को नाम मोह मुद्गर पनि हो भनिन्छ नि। हो, मोह मुद्गर, जसको अर्थ हो भ्रममाथि प्रहार गर्ने हतौडा। भ्रममाथि प्रहार गर्ने हतौडा, यो त निकै शक्तिशाली बिम्ब हो। भनेपछि यो कुनै सामान्य भजन होइन, यो त एक किसिमको रियालिटी चेक जस्तो भयो। बिल्कुल। उहाँले मूलतः उपनिषदको एउटा केन्द्रीय विचारलाई एकदमै सरल भाषामा प्रस्तुत गर्नुभएको छ। कुन विचार होला त्यो? कठोर उपनिषदले दुईवटा मार्गको कुरा गर्छ, श्रेय र प्रेय। प्रेय भनेको त्यो हो जुन तत्काल मन पर्छ, आकर्षक लाग्छ, जस्तै धन, पद, इन्द्रिय सुख हो, तर यो अस्थायी हुन्छ। अनि श्रेय भनेको त्यो हो जुन दीर्घकालीन कल्याणको लागि हो, जुन सुरुमा कठिन लाग्न सक्छ तर अन्तिम लक्ष्य अर्थात् मोक्षसम्म पुर्याउँछ। र हाम्रो भ्रम चाहिँ प्रेयलाई नै श्रेय ठान्नु हो। एकदम। हामी जीवनभर प्रेयको पछि दौडन्छौं र त्यसैलाई सबथोक ठान्छौं। शंकराचार्यको यो हथौडाले यही भ्रमलाई तोड्ने काम गर्छ। ठीक छ, त्यसो भए यो हथौडाको पहिलो प्रहार कहाँ पर्छ त? मलाई लाग्छ त्यही वृद्ध विद्वानको कथामा नै यसको संकेत छ। हो, त्यहीबाट सुरु गरौं। उहाँले व्याकरण रट्नुलाई किन समस्याको रूपमा हेर्नुभयो? आखिर ज्ञान आर्जन गर्नु त राम्रो कुरा हो नि, होइन र? एकदमै सही प्रश्न। आपत्ति ज्ञानमा होइन नि, आपत्ति ज्ञानको उद्देश्यमाथिको भ्रममा हो। शास्त्रले दुई प्रकारको ज्ञानको कुरा गर्छ, अपर विद्या र परविद्या। भनेपछि अपर विद्या भनेको संसार चलाउने हाउ टु ज्ञान भयो, जस्तै इन्जिनियरिङ, मेडिसिन वा उहाँले रटिरहेको व्याकरण। हजुर। तर परविद्याले चाहिँ वाईको प्रश्न सोध्छ, जीवनको अर्थ के हो, म को हुँ, यस्तै। बिल्कुल। र शंकराचार्यको भनाइ के हो भने, अपर विद्या साधन मात्र हो, साध्य होइन। जब हामी साधनलाई नै साध्य मान्न थाल्छौं, त्यो नै भ्रम हो। कस्तो राम्रो उदाहरण! यो त यस्तो भयो मानौ कसैले जीवनभर खाना पकाउने विधिहरू सिकेर बितायो, तर कहिल्यै खाना पकाएर खाएन। त्यो विद्वानले जीवनभर व्याकरण पढे, तर त्यो व्याकरण जुन भाषामा थियो त्यस भाषाको मूल सन्देश मतलब आत्मज्ञान तर्फ कहिल्यै ध्यान दिएनन्। ज्ञानको अहंकारमा डुबेर ज्ञानको उद्देश्य नै बिर्सनु, यो पहिलो र सबैभन्दा ठूलो भ्रम भयो। हो, यो त निकै गहिरो कुरा भयो। अब ज्ञानको अहंकारमाथिको प्रहार त बुझियो, तर शंकराचार्यले धनलाई पनि निशाना बनाउनु भएको छ, जुन आजको युगमा अलि अनौठो लाग्न सक्छ। उहाँले भन्नुहुन्छ, अर्थ मनर्थम भावय नित्यम, अर्थात् धनलाई अनर्थकारी सम्झ। के उहाँले हामी सबैलाई गरिब बन्न भनिरहनु भएको हो? यो त सुन्दा अलि निकै अव्यावहारिक लाग्यो नि। होइन, शंकराचार्य अव्यावहारिक हुनुहुन्न थियो। उहाँले धन कमाउनुलाई गलत भन्नु भएको छैन, तर हामीले धनसँग जोडेका तीनवटा भ्रममाथि प्रहार गर्नु भएको छ। तीनवटा भ्रम के हुन् ती? पहिलो भ्रम धनले सुख दिन्छ, दोस्रो धनले सुरक्षा दिन्छ, र तेस्रो धनले सन्तुष्टि दिन्छ। एकछिन है, यसलाई अलि विस्तारमा हेरौँ न। धनले सुख दिँदैन र? राम्रो घर, गाडी, सुविधाले कम्तीमा भौतिक सुख त दिन्छ नि। भौतिक आराम दिन्छ, तर सुख दिँदैन। सुख मनको आन्तरिक अवस्था हो। धनले हाम्रो स्थूल शरीरलाई आराम देला, तर सूक्ष्म शरीर मतलब मनलाई खुसी दिन सक्दैन। ठीक हो। यदि सक्थ्यो भने संसारका सबै धनी मानिसहरू खुसी हुन्थे र सबै गरिब दुखी, तर वास्तविकता त्यो होइन नि। अनि दोस्रो सुरक्षाको कुरा।
हो सुरक्षा। करोडौंको मालिकलाई पनि रातमा निन्द्रा लाग्दैन, किनभने उसलाई त्यो धन गुम्ने डरले सताइरहेको हुन्छ। वास्तविक सुरक्षा बाहिरी वस्तुमा होइन, आन्तरिक शक्तिमा हुन्छ। र तेस्रो सन्तुष्टि। यो त झन् साँचो हो। धनले सन्तुष्टि दिँदैन, बरु लोभ बढाउँछ। 1 लाख कमाउनेलाई 10 लाखको भोक जाग्छ, 10 लाख कमाउनेलाई करोडको। हो, यो दौड कहिले सकिँदैन। एलेक्जेन्डर द ग्रेटको कथा जस्तै, जसले सारा संसार जितेर पनि खाली हात गएको देखाउन आफ्नो हात कफिन बाहिर राख्न भनेका थिए। ओ पञ्च महायज्ञ जस्ता सत्कर्महरू गर्नु जसबाट पुण्य आर्जन हुन्छ, र त्यो पुण्यले नै वास्तविक सुख, सुरक्षा र सन्तुष्टि दिन्छ। त्यसैले शङ्कराचार्यले धनलाई होइन, धन कमाउने तृष्णा र त्यसले सबै थोक दिन्छ भन्ने भ्रमलाई त्याग्न भन्नुभएको हो। धन र ज्ञानको भ्रम त एउटा कुरा भयो, तर शङ्कराचार्यले त्यो भन्दा पनि व्यक्तिगत र संवेदनशील विषयमा प्रहार गर्नुहुन्छ। हाम्रो सम्बन्ध र शारीरिक आकर्षण। हजुर, भजनको एउटा श्लोकले भन्छ, नारी स्तन भरणाभिनिवेशम मिथ्या माया मोहावेशम, अर्थात् नारीको शारीरिक बनावट देखेर मोहमा नपर। यो त केवल मासु र बोसोको विकार हो। एकछिनै, यो त निकै आपत्तिजनक सुन्यो, खास गरी आजको समयमा। यो प्रश्न आउनु स्वाभाविक हो। यसले त महिलालाई अपमान गरेको जस्तो देखिन्छ। के शङ्कराचार्य साँच्चै शरीरप्रति यति नकारात्मक हुनुहुन्थ्यो, वा हामीले यसको कुनै गहिरो अर्थ खोज्नुपर्छ? यो निकै महत्त्वपूर्ण प्रश्न हो। यहाँ शाब्दिक अर्थमा जाँदा गलत बुझाइ हुन सक्छ। लक्ष्य कुनै लिङ्ग विशेषको अपमान गर्नु होइन, बरु शरीरप्रतिको हाम्रो जुन अत्यधिक आसक्ति छ त्यस भ्रमलाई तोड्नु हो। यो श्लोक पुरुषलाई सम्बोधन गरेर लेखिएकोले नारी शरीरको उदाहरण दिएको हो। यदि नारीलाई सम्बोधन गरिएको भए पुरुष शरीरको उदाहरण दिइन्थ्यो। भनेपछि यो जेन्डर स्पेसिफिक होइन, बडी कन्सियसनेसको विरुद्ध हो। बिल्कुल, शास्त्रले भन्छ जनावर र मानिस दुवैमा भोक, निद्रा, सुरक्षा र यौन जस्ता स्वाभाविक इच्छाहरू हुन्छन्, तर मानिससम्म विवेक छ। ठीक हो। हामी केवल शारीरिक स्तरमा बाँच्नको लागि जन्मिएको होइनौं। जब हामी शरीरको आकर्षणलाई नै प्रेम र जीवनको अन्तिम लक्ष्य ठान्छौं, त्यो भ्रम हो। शङ्कराचार्यले कठोर शब्द प्रयोग गरेर हामीलाई झकझक्याउन खोज्नु भएको हो। मतलब एक किसिमको शक थेरापी जस्तो हो। जै शरीरलाई तिमी सुन्दर भनिरहेका छौ, त्यसको भित्री वास्तविकता के हो एकपटक विचार गर। यो शरीर क्षण भङ्गुर छ। यसबाट प्राप्त हुने सुख पनि क्षणिक र स्थूल हुन्छ। यसको सट्टा आत्माबाट प्राप्त हुने आनन्द, आत्मानन्द चाहिँ सूक्ष्म, स्थायी र श्रेष्ठ हुन्छ। ठिक छ, यो दृष्टिकोणबाट हेर्दा अलि स्पष्ट भयो। अब अर्को एउटा निकै कटु सत्यमा जाउँ, जुन भजनले भन्छ, यावद् वित्तोपार्जन सक्त तावन् निज परिवारो रक्त पश्चात जीवति जर्जर देहे वार्ताङ कोपी न पृच्छति गेहे। अर्थात् जबसम्म कमाउँछौ तबसम्म परिवार तिम्रो हुन्छ। जब शरीर कमजोर हुन्छ, घरमा कसैले सोधपुछ पनि गर्दैन। यो त निकै निराशावादी सुनियो नि। सुन्दा निराशावादी लागे पनि यो यथार्थवादी विश्लेषण हो। शङ्कराचार्यले भन्न खोजेको के हो भने, संसारमा हामीले पाउने प्रेम र सम्बन्धहरू प्राय शर्त सहितका हुन्छन्। शर्त सहितका हो। बृहदारण्यको उपनिषदमा ऋषि याज्ञवल्क्यले आफ्नी पत्नी मैत्रेयीलाई भन्नुहुन्छ, आत्मनस्तु कामाय सर्वम प्रियम भवति, अर्थात् सबैले अरूलाई आफ्नै सुखको लागि माया गर्छन्। पत्नीले पतिले माया गर्छे किनकि पतिबाट उसले सुरक्षा र सुख पाउँछे। पतिले पत्नीलाई माया गर्छ किनकि उसले पत्नीबाट सेवा र सुख पाउँछ। तर के यो अलि बढी नै निराशावादी भएन र? के संसारमा निस्वार्थ प्रेम हुँदै हुँदैन आमाले बच्चालाई गर्ने मायालाई पनि यही सूत्रमा बाँध्न मिल्ला र? यो सूत्रले प्रेमको अपमान गरेको होइन, प्रेमको स्रोतबारे स्पष्ट पारेको हो। आमाले बच्चालाई गर्ने माया निस्वार्थ देखिन्छ, तर त्यसको गहिराईमा पनि मेरो बच्चा भन्ने भाव हुन्छ जसले उहाँलाई सुख दिन्छ। कुरा त्यो पो हो। शङ्कराचार्यको प्रहार सम्बन्धमा होइन, सम्बन्धबाट बिनाशर्त र स्थायी प्रेम पाइन्छ भन्ने हाम्रो अपेक्षा माथिको भ्रममा हो। जब हामी यो यथार्थ बुझ्छौं, तब सम्बन्धहरूलाई अझ राम्रोसँग निभाउन सक्छौं। किनभने हामी अवास्तविक अपेक्षाहरू राख्दैनौं। एकदम। बिनाशर्त प्रेमको एकमात्र स्रोत छ, त्यो हो ईश्वर वा आफ्नै आत्मा। संसारमा त्यसको प्रतिबिम्ब मात्र खोज्न सकिन्छ।
स्रोत नै खोज्नु भ्रम हो। यो त निकै ठूलो प्याराडाइम शिफ्ट हो। हामी बाहिर खोजिरहेको कुराको स्रोत भित्रै छ भन्ने कुरा, र यही अस्थिरताको कुरा जीवनमा पनि लागू हुन्छ। भजनले भन्छ, जीवन कमलको पातमा रहेको पानीको थोपा जस्तै चञ्चल छ। हो, दिनमपि रजनी सायं प्रातः शिशिर वसन्तो पुनरायातः कालः क्रीडति गच्छत्यायु तदपि न मुञ्चत्याशावायु। यसको अर्थ के हो? दिन र रात, जाडो र वसन्त बारम्बार आउँछन् जान्छन्। समय खेलिरहेको छ र हाम्रो आयु घटिरहेको छ, तर हाम्रो आशा र इच्छाको आँधी कहिले शान्त हुँदैन। हामी भन्छौं नि, अहिले त कमाउने बेला हो, धर्म कर्म ध्यान त बुढेसकालमा गरौँला। हो, तर शङ्कराचार्य भन्नुहुन्छ त्यो बुढेसकाल आउँछ भन्ने के ग्यारेन्टी छ? यो जीवन पानीको फोका जस्तै हो, कति बेला फुट्छ थाहा छैन। त्यसैले आध्यात्मिक कार्यलाई पछि सार्नु नै अर्को ठूलो भ्रम हो। ठिक छ, यहाँसम्म आइपुग्दा ज्ञान, धन, शरीर र सम्बन्ध जीवनका यी 4 मुख्य आधार स्तम्भहरूमा लुकेको भ्रमबारे हामीले चर्चा गर्यौं। शङ्कराचार्यले हाम्रो विश्वासको जग नै हल्लाइदिनु भयो। यदि यी सबैमा भ्रम छ भने अब समात्ने ठाउँ के हो त? वास्तविक मार्ग के हो? उहाँले समस्या मात्र देखाउनु भएको छैन, समाधान पनि दिनुभएको छ, र समाधान निकै सरल छ। जस्तै पहिलो हो सत्संग, अर्थात् यस्ता व्यक्तिहरूको संगत गर्नु जो ज्ञान र विवेकको मार्गमा छन्, किनभने संगतले हाम्रो सोच र जीवनशैलीमा गहिरो प्रभाव पार्छ। सत्संग भवसागर पार गर्ने डुङ्गा जस्तै हो। अनि दोस्रो हो विवेक, अर्थात् नित्य र अनित्य, स्थायी र अस्थायी बीचको भिन्नतालाई निरन्तर मनन गर्ने अभ्यास। आत्मा परमात्मा स्थायी हो, बाँकी सबै अस्थायी। यो बोध जागृत हुनु नै विवेक हो। जब विवेक जाग्छ तब तेस्रो कुरा आफै आउँछ भन्नुभयो। हो, तेस्रो हो वैराग्य। वैराग्य भन्नाले त सामान्यतया घरबार छोडेर जंगल पस्ने भन्ने बुझिन्छ। होइन, त्यो आम बुझाइ मात्र हो। वास्तविक वैराग्य भनेको संसारप्रति घृणा होइन, बरु क्षणिक वस्तुहरूमाथिको आसक्ति त्याग्नु हो। जब तपाईलाई थाहा छ कि आइसक्रिम पग्लिन्छ, तपाईँ त्यसको मजा लिनुहुन्छ, तर पग्लिँदा दुःख मान्नुहुन्न। त्यस्तै संसारका वस्तुहरू अनित्य हुन् भन्ने जानेपछि त्यसप्रतिको मोह र आसक्ति स्वतः कम हुन्छ। यही नै वास्तविक वैराग्य हो। अनि चौथो हो आत्मविचार, अर्थात् म को हुँ, यो संसार के हो जस्ता आधारभूत प्रश्नहरूमाथि गहिरो चिन्तन गर्नु। र यी सबैको सारको रूपमा भजनको हरेक श्लोकको अन्त्यमा एउटै कुरा दोहोर्याइएको छ, भज गोविन्दम, गोविन्दलाई भज। अन्तिम समाधान यही हो त? हो, किनकि हाम्रो मूल समस्या के हो भने हामी अस्थिर संसारमा स्थायी सहारा खोजिरहेका छौं, जुन असम्भव छ। स्थायी सहारा त केवल स्थायी तत्व अर्थात् ईश्वर वा आत्मामा मात्र मिल्न सक्छ। कस्तो राम्रो उदाहरण! हरिद्वारमा गंगा स्नान गर्दा मानिसहरूले घाटको साङ्लो समातेर डुबुल्की मार्छन् ताकि गंगाको तेज बहावले उनीहरूलाई नबगाओस्। ठीक त्यसै गरी हामीले ब्रह्मरूपी साङ्लोलाई समातेर यो संसार रूपी गंगामा खेल्नुपर्छ। जसले यो रहस्य बुझ्छ ऊ जहाँ भए पनि, जुनसुकै अवस्थामा भए पनि आनन्दित हुन्छ। त्यही भएर भजनको अन्त्यमा भनिएको छ, नन्दती 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 एव। हो, योगी वा भोगी, सङ्गी वा सङ्घविहीन, यस्य ब्रह्मणि रमते चित्तम नन्दती 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 एव। अर्थात् ऊ योगी होस् वा भोगी, संगतमा होस् वा एक्लै, जसको चित्त ब्रह्ममा रमेको छ ऊ रमाउँछ, ऊ निश्चय नै रमाउँछ। वाह! आजको यो विस्तृत चर्चाले के स्पष्ट पार्छ भने भज गोविन्दम केवल एउटा भजन होइन, यो त जीवनका भ्रमहरूलाई तोडेर सत्यमा जिउने कला सिकाउने एक शक्तिशाली दार्शनिक मार्गदर्शक हो। बिल्कुल, यो हामीलाई निन्द्राबाट बिउझाउने गीत हो। यसले हाम्रो ध्यान क्षणिक सुखबाट स्थायी आनन्दतर्फ मोड्न प्रेरित गर्छ। आजको यो छलफलको अन्त्यमा एउटा विचार छोडेर जाउँ। भज गोविन्दम को एउटा गहिरो सन्देश यो पनि हो कि हामी त्यो कुरा खोजिरहेका छौं जुन हामीले कहिल्यै गुमाएका थिएनौं। हामीले संसारबाट जुन परम सुरक्षा, प्रेम र आनन्द खोजिरहेका छौं, के त्यो साँच्चै बाहिरबाट प्राप्त गर्ने कुरा हो वा त्यो आफ्नै भित्र सधैँ विद्यमान
तर हामीले नचिनेको सत्य हो? यो प्रश्नमाथि विचार गर्न लायक छ।